यो काठमाडौँको ज्ञानेश्वरमा रहेको साहित्यकार नेपालका हस्ती बालकृष्ण समको जन्मघर हो यो। अहिले यो घरको अवस्था दयनीय भएको छ। यो घरमा अहिले कोही मान्छे बस्दैन। हेर्दाखेरि भूतबङ्गला जस्तो देखिन्छ। यहाँको गार्डनमा कसैले फुलहरू तरकारीहरू लगाएर यताउता गरिरहेका छन्। यसको अहिले संरक्षण चाहिँ कीर्तिपुर विश्वविद्यालयले गरिरहेको छ भन्ने कुरा सुनिन्छ र यसको अवस्था अहिले हेर्दाखेरि नाजुक स्थिति छ। समय रहेछ, समय परिवर्तन भनेको यही हो। जुन बालकृष्ण सम हुँदाखेरिको अवस्था कस्तो थियो, अहिले अर्कै अवस्था भएको छ। अहिले भूतबङ्गला जस्तो देखिन्छ। पहिला कस्तो दरबार जस्तो थियो होला यो घर, अहिलेको अवस्था ठ्याक्कै भूतबङ्गला। यहाँको कला कृति, काठहरू, यहाँका बुटा, यहाँका इँटा हेर्दाखेरि कुनै राणाको दरबारभन्दा कम छैन। तर अहिले यस्तो अवस्थामा छ। र आज यो बालकृष्ण समको घर, साहित्यकार बालकृष्णको सम घर हेर्दाखेरि एकदमै दुःख लागेर आउँछ। ल यही हो यहाँको अवस्था।